हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी वैशाख 1 गते यानि कि फुलबारी मेला जुन नयाँ सालको पहिलो दिन लाग्ने हुन्छ त्यो मेला हेर्न गइरहेको छौँ। र आज मिति 2082 साल वैशाख 1 गते भएको कारणले गर्दाखेरि हामी सबैजना बाइकमा रेडी हुँदैछौँ र रेडी भएर चाहिँ मेलातिर लाग्दैछौँ। र यहाँ हेर्न सक्नुहुन्छ दाई भाउजू बाबुहरू चाहिँ रेडी भइसकेका छन् र हामी मेलाको लागि यहाँबाट चाहिँ घरबाट निस्केको छौँ। र मेला चाहिँ हाम्रो घरदेखि 1 किलोमिटर डिस्टेन्समा मात्रै रहेको कारणले गर्दाखेरि चाहिँ हामी 3जना दाजुभाइ चाहिँ एउटै बाइकमा गइरहेका छौँ। र हेर्न सक्नुहुन्छ दाई भाउजू बाबुहरू चाहिँ एकदमै खुसी छन् र सबैजना चाहिँ मेलातिर लाग्दैछौँ अब। र यो फुलबारी मेला भनेको चाहिँ हाम्रो घर यानि कि छपारीदेखि चाहिँ 1 किलोमिटर डिस्टेन्समा रहेको छ। र लानदेखि चाहिँ उताबाट पूर्वबाट आउने हो भने चाहिँ लगभग 6 किलोमिटर जति पर्छ होइन। यो ठ्याक्कै चाहिँ फुलबारी मेला भन्नुपर्दाखेरि चाहिँ भटियाटोल भन्ने ठाउँमा रहेको छ होइन। भटियाटोल भनेको चाहिँ हाम्रो छपरारीदेखि चाहिँ पूर्व पर्यो अनि लाहानदेखि चाहिँ पश्चिम पर्यो। र हामी ठ्याक्कै यहाँ फुलबारी मेलाको गेटबाट इन्ट्री गरिसकेका छौँ। र हेर्न सक्नुहुन्छ यो चाहिँ मूल प्रवेशद्वार रहेको छ। र यो भनेको चाहिँ मेन गेट भयो। अब मेन गेटबाट चाहिँ भित्र गइसकेपछि चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ साइडमा खेत छ अनि बिचमा चाहिँ रोड छ। रोड जानुभयो भने चाहिँ लगभग 300-400 मिटरभित्र जानुभयो भने चाहिँ तपाईँ ठ्याक्कै यो मेलामा पुग्नुहुन्छ। र मेलामा हामी इन्ट्री गरिसकेका छौँ। इन्ट्री गरिसकेपछि एउटा सानो मन्दिर रहेको छ लेफ्ट साइडमा चाहिँ यो मन्दिरमा चाहिँ पूजा गर्ने गरिन्छ। त्यसपछि यहाँबाट चाहिँ अगाडि बढ्ने काम हुन्छ। र यहाँ एकछिन हामी दर्शन गरेर एकछिन आराम गरौँ। घाम धेरै चर्को भएको कारणले गर्दाखेरि चाहिँ रेस्ट गरेर जाने कुरा भयो। अब रेस्ट गरिसकेपछि चाहिँ हामी अगाडि बढौँ। यो भनेको चाहिँ तपाईँको यो जङ्गल छ नि फुलबारी मेलाको, यो चाहिँ मेन गेट भयो है त। अघि चाहिँ बाहिरको गेट भयो, यो चाहिँ मेन गेट भयो। यहाँबाट चाहिँ हामी भित्र छिर्छौँ र प्यासेज छ। प्यासेजबाट भित्र गइसकेपछि चाहिँ मन्दिर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ फुल फुलेको छ होइन, जुन चाहिँ वैशाख 1 गते मात्र फुल्ने गर्छ होइन। त्यही भएर चाहिँ यहाँ चाहिँ पूजा हुने हुन्छ। र साइडमा हेर्न सक्नुहुन्छ सानो मन्दिर छ, त्यहाँ चाहिँ सलेश भगवानको मूर्ति छ। मूर्तिलाई चाहिँ पूजा गर्छन्। र यो मेन ठाउँ भएको कारणले गर्दाखेरि चाहिँ भिडभाड एकदमै छ। तपाईँ हेर्न सक्नुहुन्छ एकदमै भिडभाड छ यहाँ होइन। त्यही भएर चाहिँ हामीले पूजा गरेर चाहिँ यसो जङ्गल घुम्ने कुरा गऱ्यौँ। र यहाँ हेर्न सक्नुहुन्छ पानी चाहिँ अलिक धमिलो भएको छ होइन। मान्छेहरू चाहिँ धेरै भिडभाड भएको कारणले गर्दाखेरि चाहिँ पानीहरू पनि अलिक दूषित भएको छ यहाँ होइन। र यदि तपाईँहरू चाहिँ वैशाख 1 गते आउनुभयो भने छाता पक्कै पनि बोक्नु होला, नभए चाहिँ एकदमै गर्मी हुन्छ, घाम पनि त्यत्तिकै हुन्छ होइन। छाता बोक्नु भने चाहिँ सजिलो हुन्छ। र यहाँ बच्चाहरूको लागि चाहिँ थुप्रै गेमहरू राखिरहेको हुन्छ होइन। अब गेम खेल्नको लागि चाहिँ बच्चाहरू यहाँ वेटिङ गरेर छन् होइन। अब ठुलो मान्छेको लागि चाहिँ यस्तो गेमहरू भयो अनि अरू गेमहरू पनि हुन्छ होइन। र पहिला चाहिँ हेलिकप्टर पनि आएको थियो होइन। हेलिकप्टरमा चाहिँ सर्टेन पैसा तिरेर चाहिँ हेलिकप्टरमै यो फुलबारी चाहिँ घुमाइदिन्थ्यो माथिबाट होइन। तर यसपालि चाहिँ हेलिकप्टर आएको थिएन। हाम्रो एल्सा नानी चाहिँ मक्ख परिरहेको छ। एल्सालाई चाहिँ डल किनेको छ हामीले। र हाम्रो आरब बाबुलाई चाहिँ यसो घुमाउनु पऱ्यो भनेर माथि राखेर चाहिँ मेलातिर हामी लाग्यौँ होइन।